यात्रा त्यही यात्राको मजा हुन्छ जुन नचित्ताइएको हुन्छ र यो यात्रा हाम्रो कोशी प्रदेशकै सबैभन्दा लामो र नेपालकै सबैभन्दा दोस्रो नाम जुरुङसँग नचित्ताएको दिनको सुरुवात अरू दिन जस्तै सामान्य तरिकाले सुरु हुन्छ। भ्लग बनाउँदैछु अनि त्यो अर्कोपट्टिबाट मेरो भ्लग ट्राइपोड बना यस्तो बना ल्यान्डस्केप मेरो भ्लगको शीर्षक छ भ्लग। यहाँ हेर्नु न गाइज मलाई कसो ल्यान्डस्केप बना न के यहाँहरू खतरा छ यो गाँठो रोनाल्डो हल्का मगाकै रहेछ तर यो डोरी हामी भलक बनाउँदैछौँ। मेरो भाइ चाहिँ यहाँ हेर्नु न म भलक रोलेको छ यसले मलाई म छोड कान्छा छोरा बाबु फेरि डाक्न सोच्ने गाइज अब के भन्नु म त दुखी छु एकदम धेरै दुखी छु। छोड्न हौ कान्छा हौ मेरो भाइ हामी भलक बनाउँदैछौँ नि भलकको शीर्षक हो भलक जोलाई देखाउँछ मेल जोलाई सावधान छोड न यो चाहिँ के गरेको यो छोड न कान्छा राम्रै छोड न गिफ्ट आएको छ हामीलाई ब्युटिफुल गिफ्ट माला लाउने त्यो घुमाइदिएन बाजे मेरो छोरालाई आयुष्मान व्यक्त गर्दछु आयुष्मान ओम बोम बोम केही नआओस् यसलाई नगा न दुखो नि फेरि छोड ल छोड उठ त उठ न कान्छु यत्तिका मुलालाई ऊ यहाँनिर रागा जोतेर आइसकेका छन् भलक अनि अरू त के भन्ने हो र गाइज मेरो हेमको ब्याग अनि ऊ त्यहाँनिर गरुज एन्ड रागाज दुखो है कान्छा मलाई हामी खोइ के भए पनि हिँड्छौँ हामी चिल्लाफ भए पनि खोइ के गर्छौँ भने एकदम सुन्नुभएको होला तपाईँहरूले आजभोलि म पनि टिकटक हेर्न थालेको छु मलाई फलो गर्नु हामीले के गर्ने किन तैँले भनिस् र आया दुःख नबोल क्लिप काट्छु सुन न गाई सुन योसँग 140 रुपियाँ छ 160 रुपियाँ छ मसँग 100 रुपियाँ छ अब भन्नुहोस् ड्यु कसले किन्नु पर्ने हो लाइक चाहिँ गर कि त नबोल गर्दा भन्न स्वार भन् त यहाँ बस्छ त मलाई नपेलिकन यहाँ 2 मिटर पर बस हो अब भन् मसँग 100 रुपियाँ छ तँसँग 160 रुपियाँ छ अब भन् ड्यु गर्ले किन फर्स्ट कुरो त पैसा मेरो मम्मीले दिएको अनि तँलाई चाहिँ कसले दिएको त तँलाई पनि धेरै मम्मीले दिएको मलाई तँलाई मार्न मन लाग्यो म तँलाई मारौँ होइन तँलाई ड्यु खान मन लाग्यो तैँले मैले तँलाई ड्यु मलाई तेरो खुन खान मन लाग्यो म त यहाँदेखि निकाल यस्तो छेड अनि खाने पनि यसले नि अनि खुन म पनि दुलो पार्नु तपाईँ पनि दुलो पाउनु त्यस्तो तँ धेरै पैसाले ड्युले न त्यस्तै कुरा हामी चिल्लाफ भए पनि ठिकठाक छु म चाहिँ कुट्छ त कहाँ हानु अनि यस्तै छैन यसो बढ्नु रेला ठेटामै भाइरल पुल आइपुगिसक्यौँ होइन भाइरल पुल भन्दैन के भन्छ कोशी प्रदेशको सबैभन्दा लामो होला अग्लो चाहिँ होइन जोस् अनि यस्तो भइरहेको छ लाग्यो यो समाज त खोइ यी भाइलाई लाउनु अनि हामी पाल्लोपट्टि चाहिँ नेपालको झन्डा रहेछ हजुर मलाई त राम्रो खिच्ने आउँदैन साँच्चै भन्नु भाइले नि खिच्छ हौ रिदम खिचिँदैन मेरो त फोटो खिच्नु परेन नि त आम
अनि पर पर्छ कतिमा आएर खिच्ने ओए चिप्लिँदो पो रहेछ त नाटिन त अनि यहाँ खिचिहाल्छ नि आन्टीको फोटो खिच्यो त पहिले आऊ त भाइ गोपाल सर हानेकै हो नि तपाईँकोमा खिचिहाल्छु नि अरू सयौँ मान्छे जस्तै हामी पनि विभिन्न दृश्यहरू हेर्दै रमाउँदै पुलको पल्लोपट्टि गइरहेका थियौँ। लिन चाहिँ दामी हल्लिँदो रहेछ एकछिन बस्नु भने चाहिँ। तर म त गर्छु भन्दा एकचोटि यहाँ चाहिँ आउने भ्यू चाहिँ अक्खै देखिन्छ क्या। एकछिन चाहिँ बसेर हेरिराख्नु जस्तो यो जङ्गल, यो तलको यो खेतहरू होइन, अनि योहरू पारिपारि खेतहरू, यतातिर यो भित्ताहरू, यो जस दामी देखिन्छ क्या। बिल्डर्स लानु यहाँ मेरो ब्लग मेरो उयो भयो क्या मजाले म हिँड्छु आज गाइज हामी आज उतापट्टितिर धेरै खतरा छ अलिक। यहाँबाट क्यामेरा झऱ्यो भने चाहिँ कहिले भेटिँदैन। टुक्रा टुक्रा पनि भेटिँदैन, एक टुक्रा पनि भेटिँदैन। ल भ्लग स्टार्टेड भ्लग अगाडिको क्यामेरामा भ्लग क्यामेरा किनेर भोलिदेखि यहाँ फोटो खिच्न आउँछु। यो हेर्नु न कस्तो दामी भ्यू आइरहेको छ गाइजहरू। अनि यो रुख यसले सुनमाइदेखि खोइ कुन चाहिँ ठाउँलाई जोडेको छ अरे, कोसीकै जङ्गलको फुल। भ्लग बनिँदैछ यहाँ भ्लग। मामा झर्नु होला है। रेडी भन है हाम्रो भ्लगको फाइनल स्टार्ट। यो एक दाले मलाई कुदाइसक्नुभयो। म के भन्नु, यहाँ मार्टिनलाई उच्किरहेको छ हेर्नु न, उच्कियो हेर्नु न मार्टिन साला। म चाहिँ चप्पल गरिब तर आउटफिट त छ नि त। नेपाल खबिला मामा आएर कहाँ पुग्छ त? यता भ्लग Hope you guys enjoyed the vlog. If you like the vlog, please don't forget to like, share, subscribe for more similar contents, and thank you very much for watching till the end.